हेलो एभ्रिवान वेलकम टु माई च्यानल। आँपको सिजन छ, अचार त बनाउनै पर्यो नि होइन त? आँपको अचार कसरी बनाउने भन्ने मेरो आफ्नो तरिका लिएर आएकी छु है त। यसरी बनाएको आँपको अचार हजुरहरूले 1 वर्षसम्म पनि राखेर खान सक्नुहुन्छ। मैले यो रेसिपी चाहिँ जेठ महिनामा नै बनाइसकेकी थिएँ। आँपको अचार बनाएर खाएर पनि सकिसक्यो साथीहरू, तर अपलोड भने आज गर्दैछु। सो सरी है त। यस भिडियोमा हजुरहरूले देख्न सक्नुहुन्छ अचार मोल्नलाई रेडी भइसक्यो। मैले यहाँ आँपलाई काटेर नुन र बेसार हालेर 3-4 घन्टा छोपेर हेर्दा त्यसबाट निस्केको पानीलाई फालेर एक घाम सुकाएर पनि राखिसकेकी छु। अब 1 लिटर जति तोरीको तेललाई फ्राइङ प्यानमा तताएर सेलाउन हालिदिन्छु। त्यसै गरी अर्को फ्राइङ प्यानमा चाहिँ 9-10 वटा ल्वाङ र थोरै हिङलाई फुराएर राख्छु। अब चाहिँ अचारको लागि नभई नहुने मरमसलाहरूलाई एउटा फ्राइङ प्यान तताएर सानो हिटमा राखेर मजाले भुटेर झिक्छु। ती मसलाहरूलाई केही समय सेलाउन दिएपछि एउटा मिक्सरमा खस्रो खस्रो हुने गरी पिसेर झिक्छु। अब भने हामीहरू अचार मोल्नतिर लागौँ है त। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ मैले आँपलाई तेल र बेसार हालेर मोलेर रेडी गरिसकेँ। अब अघि पिसेर राखेको मसला, खुर्सानीको धुलो, स्वाद अनुसार नुन र खस्रो नपिनेको मसलालाई पनि हालौँ र त्यसलाई मजासँग चम्चाले चलाइदिउँ। फेरि पनि अघि तताएर राखेको तेललाई यसमाथि हालेर मजाले मोलिदिउँ। ल हेर्नुहोस् त कस्तो रहर लाग्दो देखिएको अचार। अचार त रेडी भयो, अब यसलाई स्टोर गरेर राख्नु पर्यो होइन त? यसको लागि मैले यहाँ एउटा सिसाको बोतल लिएकी छु। बोतलमा अघि नै मैले हिङ र ल्वाङ फुराएको तेल थियो, त्यसलाई हालिदिएँ। त्यो तेल चाहिँ बोतलको वरिपरि सबैतिर लाग्नुपर्छ है। मैले यसरी चलाइदिएँ। अब भने अचार हाल्नलाई रेडी भयो। अब मोलेर राखेको अचारलाई बोतलमा चम्चाले एक एक गरेर हालौँ। मैले यहाँ अचारलाई सुरुदेखि नै हातले छोएकी छैन, चम्चाकै सहारा लिएकी छु। यसो गर्नाले हाम्रो अचार गनाउँदैन र बिग्रिँदैन पनि। हामीले 1 वर्षसम्म खानलाई मिल्छ। यहाँ हामीले बोतलभरि अचार हालिसक्यौँ। माथिबाट हिङ र ल्वाङ फुराएको तेललाई पनि हालिदिउँ। अब अन्तिममा बोतललाई एउटा मलमलको कपडाले र्याप गरेर बिर्को हल्कासँग लगाइदिउँ। यति गरिसकेपछि हामीले 3-4 दिनसम्म बोतललाई बाहिर घाममा सुकाउँदै भित्र ल्याउँदै गर्नुपर्छ है। ल साथीहरू, हाम्रो आँपको अचार त तयार भयो। हजुरहरू पनि यस्तै तरिकाले बनाउन चाहनुहुन्छ भने मेरो रेसिपी अवश्य ट्राई गर्नुहोला है त। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने मलाई फलो अवश्य गर्नुहोला र लाइक, सेयर र कमेन्ट गर्न नबिर्सिनुहोला। हस्त, बाई, ह्याभ अ गुड डे।